सो गाइज वेलकम ब्याक टु माई ब्लग होइन। त्यसै सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै। आज चाहिँ हामी केटाहरू जाँदैछौँ लेक बेसी नगरपालिका 5 एक्सप्लोर गर्न होइन, नेटासम्म त्यहाँसम्म भिडियो नछुटाएर हेरिदिनु होला अन्तिमसम्म। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब र पुरानो हुनुहुन्छ भने बेल आइकनलाई अलमा राख्न भन्नुलाई त। अब भने हामी दशरथपुर बजारमा आइपुगेको छौँ होइन। करिब कति 7:30 भयो होइन, 8 बज्न लाग्यो। अब भने हामी माथि गमखोला हुँदै जानेछौँ ल है। हाम्रो डायमन्ड सर अलिक सिधा बना, सिधा क्यामेरा सिधा, डायमन्ड पनि आइसकेको छ होइन। अब च्याटो केटाहरू 3टा बाइकमा ज्याम लेक बेसी एक्सप्लोर होइन। गाइस होइन हामी चाहिँ सिमले अहिले माथिको सिमले उका समथिङ अनि त्यहाँ आइपुग्यौँ। बाटो बन्दैछ होइन गाइस, बाटो चाहिँ बिस्तारै बन्दैछ लेक बेसी नगरपालिकामा नि। विकास धमाधम भइरहेको होइन, रोडको कन्डिसन चाहिँ लगभग सेम भइरहेको जहाँ कतै होइन। दामी हेर्न पाउँछु यो के भन्छन् डिबिसी भन्छन् कि के भन्छन् है गाइस, दामी भइरहेको जोस् मजा आउँछ जोस् अब होइन। सानोमा हिँड्दाखेरि बाटो यस्तो खतरा थिएन गाइस होइन। हामी सानोमा यो बाटो हिँड्दा मेरो मेमोरी बहुत छ कि होइन। पहिला मामाहरूबाट आउँदा राफरबाट यही बाटो हिँड्थ्यो, पहिले हिँडेर आइन्थ्यो होइन यो बाटो। अनि पछि आजभोलि भन्यो भने यसरी बाइक गाडी जा गाइस मजा आयो छलफल अनि भाडा है गाइस यस्तो दामी। ए डायमन्ड ओए लगाए 10 रुपैयाँको भिउ है, धारीले झन्डा खसालिरहेको छ कति लगाइदिन्छ अञ्चल उसमाथि हाम्रो तल 10 रुपैयाँको भिउ होइन। जोस रमाइदियो नि नाइस जा ल त ल गाइस हाम्रो अब गमखोला नजिक होइन। च्याट अब चाहिँ चलफल मजाको हुन्छ होइन। आहा यस्तो मजा हाम्रो केटाहरू राइडर हुन्छ। म मात्र अलि प्रो होइन होइन, नुबो म त होइन, हाम्रो केटाहरू त राइडर हुन्। हाम्रो डायमन्ड फेरि हाम्रो नामै डायमन्ड हिरा गाइस मसाला चाहिँ चक्रे यो मासु माथि झन्डामा यहाँ झन्डा मजाले होइन गाइस ल्याउँछु कि झन्डा डायमन्ड पछाडि झुकेर भेटायो, नत्र भने त गोली उडाउँथ्यो गोले उडाएर बाल्थेन। अब राष्ट्रको झन्डा जोल भए पनि तर चाहिँ आजको राइडमा भनेर लिएको अलि हामीलाई भने झ्याउ बाटो त खतरा हाम्रो लेक बेसीमा चाहिँ च्याट त धमाका हुन्छ होइन। अब भने गमखोलामा आइसक्यौँ होइन। गाडीले तानेखेन है गाडी खै किन लेकको चिसो लाग्यो क्या बजारमा हानेको बाइक फेरि 220 नतान्ने त होइन नि त होइन। तपाईँहरूलाई थाहा छ 220 को बारेमा मोस्ट सक्सेसफुल बाइक हो भनेर बजाज कम्पनीको। किन हाने छैन दाइ यार, पिकअप स्लोली दिइरहेको कि च्याट त जोस् मजा आउँछ। दामी छ है दामी होइन, लेक बेसी नगरपालिका आजभोलि जोस् विकसित खतरा भए दामी जोस् मजा आइरहेको छ होइन। च्याट त आफ्नो गाउँठाउँ यस्तो विकसित भएको देख्दा लगायत गमखोलामा चलफल है, चलफल गमखोलामा चलफल। डायमन्ड हेलमेट निकाले फेरि त्यसले फेरि गर्मी भयो जस्तो छ। ल्याएछ हेलमेट राखेछ, हेलमेट लिएर यस्तो राख्यो राइलबाट फर्काउनु पर्छ होइन हेलमेट लगायो भनेर। हाम्रो स्कुल गाइज जगत जनक मावि है गाइज हाम्रो लेक बेसी गाउँ जहाँ दामी ल चलफल जोस् मजा होइन।
गाउँ देखास् क्यामेरा यस्तो मजा गाउँ हेर्नु गाइज हाम्रो बेसी चार होइन यो चारै पनि होइन गाइज जोस बाटोमा हिलो छ यार अलि मस्त मस्त हिँड्नुपर्छ बाटो बन्दैछ है यहाँ चाहिँ हेर्नु गाइज यो चाहिँ हाम्रो गमखोलादेखि मसेरीसम्मको रुट होइन यहाँदेखि चाहिँ पिच भइसकेको रहेछ अस्ति हाम्रो मुख्यमन्त्री कर्णाली प्रदेशको एमराल कलेजज्यू आएर यहाँ अवलोकन गर्नुभएको होइन काम के कस्तो भएको छ भनेर जो बाटो चाहिँ खडक छ है यहाँ चाहिँ पिच पिच अगाडि आमै पछाडि गरौँला ल होइन ज्याट लेक बेसीका केटाहरू होइन झ्याम युवा अलि भइएन होइन बिस्तारै बिस्तारै अब केटाहरू बिच पनि अब एकता कायम हुँदैछ होइन टिप्पर त फेरि गाइज खडको हिँड्ने यहाँ होइन स्याट खोलै खोला तिरैतिर सौतारी र भिरै स्याट भिडियो अन्त भए रहेछ स्याट अब भने हामी को चिन्यास ए क्यामेरा गरेस ल गाइस हेर्नु काम राम्रो एकदम सुरु भयो मल बोक्ने अब होइन रोपाइ गर्ने कार्यक्रम ज्याम हुन्छ गाउँतिर चाहिँ होइन अब रोप्ने होला खेतहरू हुनेको च्याट नहुने अब त्यस्तै मकैसँग छड्नुहुन्छ खेत हुने च्याट काम चाहिँ गाउँतिर धमाधम छ है अस्ति नै राणा गाउँ जाँदाखेरि गाइस बाटो हिलो 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 हिलोम्दै भएर आइयो थियो होइन बाटोमा भुपे राजा र म च्याट त्यो ब्लग हेर्नु भयो होला हेर्नु भएन एकचोटि फेरि हेर्नु होला होइन च्याट लगाएर आजभोलि चाहिँ बाटोको कन्डिसन एकदम दामी होइन एकदम दामी होइन ढिलो चाँडो बिस्तारै हुँदैछ लेखेसीमा पनि विकास होइन जे होस् च्याट गाइस पाला रक 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 ड्याम दामी बाख्राहरू बाख्रा पनि लाङ लागेको छन् हाम्रो च्याट गाइस यो अब चाहिँ हामी नियरली मसेरीसम्म होइन टिकट तानेकै छैन यार मसेरी खोलाएका जादुले यहाँ केरासेरा दामी पाउँथ्यो लगाएर यस्तो छ होइन यहाँ चाहिँ केरासेरा सब फालेछ यहाँ पहिला यहाँ अपडाउन गर्ने मान्छेले यहाँ केरासेरा होइन दहीहरू ताउथ्यो नास्ता खाने ठाउँ होइन जो आजभोलि रोडले गर्दा केराको बुटाहरू सब फालिएको छ होइन बाटो 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 जहाँ जहाँ कटो कटो 20 बाटो यस्तो छ है गाइस तलको दुई देखा बाटो भर्खर टिप्पर आएको छ टिप्परले भन्न ढुङ्गा छ र खासै भन्ने छैन दलदल टाइपको बाटो चाहिँ खतरा हुन्थ्यो होइन
केटाहरु नै लगाइछ दामी अहिले चाहिँ हामी यो राणागाउँ राणागाउँ त्यहाँ हैन अनि पछि हामी चाहिँ डाँडागाउँ माथि चाहिँ चारकुनेको स्कुल हैन ल गाई चाहिँ आवाज के कस्तो आयो हैन अलि लाजो कन्टिल भएको घाँटी हैन त्यही भएर आवाज चाहिँ जस्तो आयो भने चित्त बुझाउनु होला हैन बेस मजा आइरह लेकको भ्यू हेर्दै हैन च्याट आयो मस्त मजा आइरह अब भन्ने एकछिन चिया खाने पालतिर गएर त्यहाँ लगाएर हैन पछि लेकमा त्यसो कोइलेको आवाज काफल चाख्न पाइन्छ कि भनेको त्यो दाना हैन नेटा साइडमा जोस मजा हुन्छ दामी राइड चाहिँ बबाल भएको छ आजले बाटो पनि बन्दै छ नराम्रो भन्न मिल्दैन किनकि विकास हुँदै क्रममा हुन्छ हैन नराम्रो भएर नै पछि राम्रो हुने हो दामी लेक बेसीमा जता कतै बाटो चाहिँ हेवान हुँदैन भाइ हल्का अगाडि गएर रोक्नु है डायमन्ड अलि अगाडि गएर रोक्ने भयो रोक 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 आजभोलि हैन हाम्रो नेटामा यस्तो गाडी चल्छन् हैन यस्तो मजा आयो फर्स्ट टाइम यस्तो हैन केटाहरु यस्तो हिँडेको नत्र एक्लै हिँड्थे नि जता कतै त्यहाँबाट सुर्खेत भ्याली यस्तो मजाको देखियो हैन नि त्यो ल गाइस अहिले चाहिँ हामी हैन यो चारकुने तल आइन्छ हैन त्यस बाटो त राम्रो रहेछ पन्नला बाटो गयो हाम्रो मजा अब नेता है गाइस एक मोड लगाए पारीको नेता बजार है हाम्रो नेता 10 5 मिनेट जामै गाइस बाटो बन्दैछ त्यहाँ गाडीहरु जाम बसे सब हैन इच एन्ड एभ्री सामानको लागि गर्ने गाडी इन्डिकेटर भाले भइगयो
काम भन्ने चिज आफ्नो ठाउँमा हुन्छ होइन, दुःख सुख हामी कहिले बसाउनलाई रमाइलो हुन्छ होइन, तर यहाँको मान्छेलाई होइन यही जीवनमा खुसी छैन होइन, त्यही त हो गरेर। लगाइस अहिले चाहिँ हामी होइन लेबुस नगरपालिका वडा नम्बर 5 नेटामा छौँ होइन, यस्तो मस्त हावा चल्दै चिसो आज खै किन छैन होइन हावा चाहिँ। अनि पछि अब चाहिँ हामी यता पारि बाह्रगाउँ साइडतिर जान्छ मलाई एकछिन, त्यति नै हावा एनी टाइम चले जस्तो मान्थ्यो अरे। अनि च्याप्ट ल यही हो होइन नेटा बजार कस्तो छ एकछिन त्यो भिडियो तपाईँहरूको लागि है त। अब चाहिँ लेखमा आएर यसो काफल चाखौँ होइन, त्यस्तो त काफल पाइन्न तैपनि यसो होइन काफल गर्ने भनेर हाम्रो टन्टो काफेर अगाडि गइसकेको छ होइन, जहाँ पनि अगाडि होइन यो, त्यही भएर हेर्नु काफल रहेछ भने हेर्नु लागि कोही छ होइन। लगाइ चुत्रा है यो चोत्रा च्याप्टर रहेछ टेस्ट गरौँ है।
खावे केटा अलिअलि दामी हुन्छ जुग्लो जुग्लो नहोला नि काँडा बिच्छ बे काँडा बिच्छ भने पछि होइन है अहो एबे रोक्न हल्ला बे ल आफूलाई गाइज लिट्टी यस्तै खानु मिठो हुन्छ अरे अझै जुग्लो पानीले रसपेरी सब फाल्यो क्या जुग्लो छ वेलकम एकै ठाउँ सबै एकै ठाउँ जाउँ अलिक मोमो छ कि ल होइन गाइज अझ हामी नेताको खुसी लाग्यो अहिले क्यामेरा समातेको रहेछ रे नेताको सही गरी यार बल्ल दाइले हेर न नबोलाएर एक्लै एक्लै खा गरी बुढा सस्तो रहेछ नि तर अब निस्किरहेको हरिया पनि खाएको केटा छन् भने त ओहो एउटा कालो देखियो अब मुखमै खान्छु गाइज मैले यो चाहिँ मलाउँछ है अर्को पनि लिची मुखमा हाल्ने मान्छे त्यसलाई झन् के पकाउनु दबाई सबाई छिर्केको हुन्छ कोही कोहीले दामी एउटा त भाइरलमा खाने त्यो के अरे काफलको नाममै गएछ यति छ अहिलेसम्म कलेक्सन सौगात ल मङ्की किङको सो गाइज अब चाहिँ हामी होइन नेटाबाट हिँड्छौँ सायद हामी अब यहाँदेखि राणागाउँ होइन केटाहरू राणागाउँ एक दुईजना राखेन अरे राणागाउँ जान्छौँ होला त्यही राणागाउँको फुल भिडियो चाहिँ अर्को हालेको छु अब गएर चाहिँ सिधै त्यहीँ गएर भिडियो हेर्नु होला बाटोमा केही त्यस्ता होइन देखाउनै पर्ने सिनहरू देखियो भने त्यहीँ भिडियो बनाउँछु नत्र एकैचोटि भेटौँ ल राणागाउँ ल राइडर हाम्रो राइडर डायमन्ड स्टन्ट होइन डायमन्ड राइडर अफरोडमा दिइराख्नु भएको छ दुईटा खुट्टा ठाडो गरेर हात फिजायो छोडिदियो भिडियो बना क्राइमसाइड डाँडागाउँबाट चारकुले गरेर भित्र पसेको राणागाउँ जानु लाग्यो गाइजहरू ओह्रालो गाइस अब त ओह्रालो होइन त्यही रहेछ गाइस अहिले चाहिँ होइन हामी राणागाउँ घुमिरहेछौँ राणागाउँ के कस्तो भनेर चाहिँ अस्तिको मेरो ब्लगमा हेर्नु होला होइन अघिल्लो ब्लगमा मैले राणागाउँको हालेको छु त्योमा हेर्नु होला यसपालि चाहिँ म खासै एक्सप्लोर गरिनँ राणागाउँको बारेमा होइन ल ओकेटा ल लोगो ड्याममा लगाइ चल्छ सौगात कता गइस हान्न बोतलमा जब चाहिँ होइन यति गरेर चाहिँ हामी अब घर जान्छौँ गाइज होइन अनि पछि ब्लगकै कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा दिन नछुटाउनु होला र अब भने छिटै अर्को खतरा राइडको लागि प्रतीक्षा गर्नु होला है त।